बाजेको पूजाको दिन त्यही कारण यहाँ चाहिँ सेटअप भइसक्यो भइरहेछ नमस्ते आन्टी नमस्ते नमस्ते साथी नमस्ते माइजू तिमी त कस्तो लकी रहेछ त हेर्नु पाछ त के हेर्नु पाछ यहाँ लामा गोबाट पूजा भइरहेको छ सबै किताबहरू सिचुएसन यस्तो छ भएको छ मम्मी माइजू अङ्कलको जोस् किताबमा सबैले एप्रिसिएसन गरिरहेको छ तपाईँको लिटरेचरको हुन्छ नि शब्दहरू क्या खतरा रहेछ अङ्कल चाहिँ बोमे नै रहेछ होइन तपाईँको जोस् होइन कुनै पनि बाउन्डभन्दा कम नरहेछ तपाईँको लेखनमा चाहिँ होइन साथी शब्दकोश चाहिँ भण्डार रहेछ होइन एकदम होइन मलाई अब बौद्ध सोल्जर पनि भनिरहेको थियो मैले नि अब नेपाली हामी त्यही पढेर आएको नि त एकदम राम्रो थियो शब्दकोश त होइन अङ्ग्रेजी हामी त नेपाली पढेको नि त शब्दकोश हो नि निर्माणहरूको अङ्ग्रेजीमा पढेर एकदम राम्रो हो ल ल यो चाहिँ पूजाको लागि चढाएको सुजनाले व्यस्त छ अरू सबैजना ध्यान गरिरहेको जस्तो ट्राई गरिरहेको छ सुजनले ट्राई गरिरहेको छ अघिको इन्ट्रोडक्सन दियो अब यो इन्ट्रोडक्सनमा हाम्रो सबभन्दा जेठी अनि पछि आउँछ उहाँ सुनिना दिदी अर्को बुढी कन्छन् दिदी पछि आउँछ म निबन्ध गुरु त्यसपछि सुमिता डाक्टर साहब कान्छी युगादी त्यही त युगादी केटीलाई भने मैले अनि विवेक दादा अभिषेकले मोबाइलमा पिएचडी गर्दैछ मोबाइल हेर्नेमा पिएचडी गर्दैछ होइन पिएचडी हो त पढिरहेछु मैले सोल्डी आज सदनलाई चाहिँ इन्ट्री छैन जस्तो खोइ त अब सोल्डी र म चाहिँ टक्कलाई हामी ड्रेस कोडमा युनिफर्म बनाइसक्यो हामीले होइन सदनको चाहिँ आज कसरी इन्ट्री गर्ने होला स्पेसल इन्ट्री गर्ने ठाउँै छैन त भिभिआइपी हो त अङ्कल त आज इन्ट्री पाउँदैन जस्तो भित्र अङ्कलले चिट कोड गर्नु भयो ठुलो भयो कि मलाई ठुलो मान्छेलाई ठुलो भयो कि तर लामहरूको खास पाउने नै मरुन नै हो होइन तर के ल बजे तपाईँलाई कस्तो लागिरहेछ त आज खै चाहिँ वा ए चुकुदै चाहिँ पुर्छ है के त हाल्छ अब एकछिनमा कैच भयो रोटी नै मन परेन म त माइजू खाजा खानुभयो माइजू आन्टीहरूको बिजी भएको अवस्था
एकदम बिजी हुनुहुन्छ हाम्रो यो 9 नम्बर वडाको अध्यक्षज्यूले चाहिँ बुवाको फोटो माग्नु भएको ए, छ हजुर। त्यही भएर उहाँको चाहिँ लागि म पठाउँदैछु आफू आफ्नो डिपार्टमेन्ट छ त्यहाँ ओ सदन ड्रेस कोड पास हो त धेरै भिआइपी के युनिफर्म क्या हो तिमीहरू Oh my god, people that got too fast. के खायो? Puri jelly. Where's the red? Where is red? Aren't you part of the family? Mom didn't give you a red shirt? यही लगाइदिने यो अब यहाँ बान बाजा बजिरहेको छ बर्थडे सेलिब्रेसनको भेना हजुरलाई मिस गरेर भेना खै पूजा कस्तो लाग्यो म बिमल हो क्या यही हो अब हाम्रो होइन गुरुहरूको संस्कार हो क्या हाम्रो गुरु परम्परा त हाम्रो पुर्खाको संस्कार हो अब यही हो हामीलाई छोड्न हुँदैन हामीले यो पछि लाग्यौँ भने उनीहरू पनि हाम्रो जस्तै हामीले पछि लाग्छन् भन्छन् क्या होइन हिन्दू पछि लाग्यो भने यिनीहरू मङ्गलियनहरू हो होइन बुद्धिस्टहरू हो यिनीहरू सब हाम्रो सिकेर हाम्रो पछि लाग्छ भन्ने हुन्छ होइन यो त हाम्रो चिज हो नि हाम्रो पूर्वजहरूले हाम्रो पुर्खाहरूले आर्केको चिज हो क्या हजुर होइन यो परिष्कृत गरेर अहिले त यो आएको पछि अर्कै तरिकाले हुन्छ यो परिष्कृत गर्दै 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 खानेर आएर बनाएको हो क्या यो हाम्रो चिज हो अब क्या हामी कहीँ गए पनि यो चिज आफ्नो चिजलाई भुल्न हुँदैन क्या यो भयो भने हाम्रो सुहाउँछ यहाँ बाहुनको गरेर सुहाउँदैन क्रिस्चियनको यहाँ पार्टी लिएर गरेर सुहाउँदैन हो नि हाम्रो संस्कार होइन हामी हाम्रै हामीले अर्कोको सापट्टि गर्नुपर्छ अर्कोपछि हिँड्नुपर्छ पर्दैन त्यही कारण यो चिजलाई बुझाइ गर्नु भाइ त अब प्रमोसन पनि राम्रो भयो त भाइ प्रमोसन पनि राम्रो थियो प्रमोसन प्रवचन एकदम राम्रो प्रवचन हो यो हाम्रो उहाँ लुकिने बसेर ठुलो पोलिस हो नि एकदम ठुलो पोलिस हो राम्रो प्रवचन दिएको क्या बुद्धको चाहिँ सिकाइरहेको होइन त्यत्रो चक्रवर्ती राजा हो यो त सुन्दोधन राजा सुन्दोधन चक्रवर्ती राजाको छोरा जङ्गलमा होइन केही नभए त्यस्तै भिखमा हिँड्ने भनेपछि कति दर्शनिक रहेछ त होइन उसले आएछ बोध गऱ्यो भने त त्यहीँ घरमै थियो बाजे लास्टमा त बुद्ध त मधेसीको रहेछ है बाजे यो अब बुद्ध त मधेसीको रहेछ मधेसी कालो मान्छेको रहेछ त अनि बाजे तपाईँ
सहयोग गुड वर्कआउट कार्डियो बाजेको 100 बर्थडेको पार्टी चाहिँ अनि यो चाहिँ पार्टीको सेटअप राइट इन द मिडल अफ रोड त्यहाँ रोड छ रोडमै ठ्याक्क सेटअप छ यहाँका साइडमा गाडी हिँडिरहेको छ अब हाम्रो अनि यहाँ सिटिङहरू भइसक्यो गेस्टहरू नै आउनु भइसक्यो अब स्टार्टिङ भइरहेको छ नम्बर 4 मा कसैलाई झुटा बोल्ने टुक्ली लगाउने रुखो शब्द गर्ने यस प्रकारका वचन म बोल्दिनँ। नम्बर 5 मा मादक पदार्थ शरीरमा मङ्कते सङ्ग कर्सति कदाचित उप अन्य थम सक्कम वरमरे मङ्कते म कारण बनेर परे पराई कसैलाई पनि मेरो कारणले कसैलाई पनि अरे न मेरो कारणले कसैको कायमा पनि बाधा नहोस् म कसैको बाधा पुर्याउने हुन नपर्यो बाजेको फोटो मेरो कारणबाट सबैको भलो हो सबैको कल्याण हो भन्ने उहाँको त्यो प्रार्थना पनि छ न मनोवा शरीरमा मङ्कते सकसि तपाईँ हामीले समय समयमा सबै प्राणीहरूलाई मनमा सम्झेर सबै प्राणीहरू सुखी रहन् निरोगी रहन् एकछिन मैत्री भावना गर्नु अङ्कल यो किताब तपाईँ पढ्नु भयो कि भएन मैले पढेको छैन अब पढ्ने हो हामीले सबै पढ्यो नि त यसमा चाहिँ बाजेको हिस्ट्री त्यही हो यसमा चाहिँ उहाँले कसरी लाउ लाग्नुभयो किन लाग्नुभयो अनि किन व्यापारमा लाग्नुभयो अनि लास्टमा गएर चाहिँ बाजेको एउटा मात्रै छ त्यो चाहिँ सबले बुझ्नु पर्ने भनेको जति बाँच्छ खुसी भएर बाँच्नुपर्छ बाजेले निर्माणको टोपी मिलाइदिरहेको छ अनि बाजे हुँदा नि रुन्छ बाजे हुँदा नि रुन्छ कोही अर्को साइडबाट यहाँ चाहिँ पञ्चे पारा टाइपको यो ट्रेडिसनल म्युजिक डान्स पनि भइरहेछ यसमा चाहिँ यो छैन
प्रहरीहरू पनि आएर खाइरहेको छु यहाँ जुस पठाउँछ यहाँ कफी मसिन डान्स भइरहेको छ यतापट्टि सौभाग्यशाली ठान्दछौँ म सुरक्षा निकायबाट खटिनु हुने सम्पूर्ण हाम्रो ट्राफिकका जवानहरूलाई पनि म विशेष रूपमा यस परिवारको तर्फबाट एउटा मानव शरीर धारण गरेर त्यो चोलामा एउटा मानव रूपी त्यो आत्मालाई हामी पाइरहेका छैनौँ त्यो सम्पूर्ण भनिन्छ हरेक पुरुषको सफलताको पछाडि शब्दहरूलाई सार्थक बनाउनु भएको छ या यथार्थ बनाउनु भएको छ यो क्षण अति नै सुन्दर र अमूल्य बनेको छ आशीर्वाद आशीर्वाद ग्रहण गर्ने क्रममा बाबा रामकाजी गुरुङज्यू र आमा मीना गुरुङज्यूको सन्तानहरूको र उहाँको नानी बाबुहरूको जसलाई 9 महिना कोखमा धारण गरेर आज संसार अघि बाबा आमाको कर्तव्य निभाउने बनाउनु भएको छ राम्रोसँग अघिसम्म राम्रो भएको थियो यो तिमीहरूले बिगारिदिइहाल्यो भिडियो
अङ्कल कुराहरू निर्मल गुरुङ हङकङबाट विशाल राम्रो आएको अङ्कल पहिला लाग्यो हजुर आफ्नो भाषा नयाँ नयाँ कुरा आशीर्वाद ग्रहण गरिरहेका छौँ परम थालिरहेका छौँ यहाँ बाबा मम्मी पनि फुल दिन लानुभएको माइजू माइजू खै झोला मेरो झोला होइन त्यो नगर्नुहोस् क्या
यहाँ भाडा दिनको लागि ट्रक अनि तपाईँले खिचे होइन अनि यहाँ खाने ठाउँ घर बनाइरहेछ यसै खाना पकाइरहेछ अनि माछा छ निर्माणले के छ निर्माण यहाँ रोटी बनिरहेछ लाइभ रोटी डोन्ट होल्ड म्यान जस्ट वाक निर्माण के बनाइरहेछ हेर न के बनाइरहेछ हेर न त्यहाँ तलतिर ऊ हेर तपाईँ के बनाएको छ तपाईँ लुका यहाँ हेर न ऊ के बनाएको छ त्यो के पकाइरहेछ ऊ अनि नुडल्स त्यहाँ नुडल्स बनिरहेछ निर्माण ऊ यसरी खानेकुरा सर्भिङ भइरहेको चिकन ल्याऊ चिकन छिटो हेलो हेलो नमस्ते
हार पक्कै पनि हुन्छ तर त्यो हार हुँदा हुँदै पनि यहाँ बुटोल हुँदै जब बाबा हजुर गोरखपुर हुँदै जब भारतको यात्रामा जानुभयो उहाँको साथमा 14-15 वर्षको बेलामा एकजना साथी हुनुहुन्थ्यो हजुरलाई थाहा छ उहाँको नाम के थियो यदि हजुरले यो स्मारिका पढ्नुभयो भने हजुरलाई थाहा हुनेछ उहाँको नाम पनि थियो कर्ण बहादुर गुरुङ 15 वर्षको उमेरमा उहाँ भारतको यात्रामा जानुभएको थियो उहाँ साथीसँग सो यो स्टोरीले भन्छ उहाँको कथाले भन्छ आत्मकथाले भन्छ कि जीवनमा जति उतार चढाव आए तापनि जीवनमा जति सङ्घर्ष भए तापनि त्यो आत्मसात गर्दै हामी निरन्तर रूपमा सकारात्मक सोचका साथ खुसीको यो माहौलमा यहाँ धन्यवाद ज्ञापन गर्दै जलपान ग्रहणको लागि यहाँ सम्पूर्णलाई विनम्र अनुरोध गर्दछु धन्यवाद अङ्कलहरू थाक्नुभयो आज अङ्कल त थाक्नुभयो होला हो डान्सलाई थाक्नुभयो होला हजुर